ल गाइज म चाहिँ यहाँ फाइनली आइपुगेँ होइन सिमी टिप्ने उयसमा। यस्तो छ है सिमी चाहिँ यसरी फलिरहेछ अलिअलि होइन, देख्नुहुन्न होला तपाईँहरूले, जुम गरिदिएँ मैले। दिस इज सिमी देखेँ, सिमी सिमी फल्न त फल्या रहेछ, तर यति धेरै चाहिँ फलेको छैन क्या। पहिला पहिला त झन् कति फल्यो हाम्रो त, यो एउटै गराबाट होइन कति धेरै आउँथ्यो कि, अबदेखि चाहिँ अलिक कम कम हुँदै गएको छ। किन होला खै, यो चाहिँ थाहा हुन सकेन होइन। ए छिटो टिपेन भने चाहिँ यसरी उम्रिसकेको गाइजहरू सिमी चाहिँ यस्तरी। त्यही भएर यो पाकेको चाहिँ पहिल्यै उठाउने अनि फेरि पछि एकचोटि उठाउने सबै, त्यसरी गरिरहेछौँ हाम्रो चाहिँ। त्यसपछि अनि फेरि कोदो रोप्ने टाइम असारमा। असारमा कोदो रोप्ने टाइम सुरु हुन्छ। गाह्रो छ यार गाउँघरमा पनि, यस्तै हो। गाह्रो त जहाँ पनि गाह्रै छ होइन काम गर्न त, तर पानी पर्ने जुकाउने हुन्छ नि त गाउँघरमा चाहिँ, त्यो चाहिँ गाह्रो हो। अरू त के भन्ने र होइन। सर्प पनि आउँछ नि त फेरि होइन, मलाई त धेरै डर लाग्ने चाहिँ जुकाले भन्दा नि सर्पले डर लाग्छ क्या। सर्प देखेपछि त म फेरि डेन्जर डराउँछु त नि। टक्क गएर हुन्छ नि त होइन, घुम्न उता राम्रो हुन्छ उहाँहरूको त होइन। अब त अब गाउँको मान्छे पर्यो, अब गाउँमै यही देखाउने त हो नि होइन। यस्तै हो गाइजहरू। सिमी सिमी यो चाहिँ यो पनि फेरि पनि यहाँ फलिरहेछ क्या फल्नलाई। यो चाहिँ ढिलो हुन्छ होला अब। हाम्रो मम्मीले चाहिँ राम्रो टिप्यो है, त्यो एउटा नै नचुटाऊ भन्नुहुन्छ होइन। म चाहिँ फेरि यसरी एउटा हातले टिप्दाखेरि चाहिँ चुटिने धेरै हुँदो रहेछ क्या। चुटिने सम्भावना धेरै हुन्छ। यस्तै हो होइन, अब गाउँघरमा धेरै उयो त के हुन्छ गाइजहरू। म चाहिँ बुस्टर लगाएर हिँडेको छु। जुका नि आउँछ क्या जबले त यतातिर त जुका। पहिला चाहिँ माथि लेकतिर मात्रै आउँथ्यो, वनमा मात्रै आउँथ्यो जुका। आजभोलि त के हो घरकै आँगनमै आउनु थाल्छ हो आजभोलि। जुका नि धेरै भयो कि अब पहिला भन्दा नि त्यस्तै लाग्न थालेको थियो मलाई त। यस्तो भइसक्यो यो उम्रेर जान थालिसक्यो, पानी धेरै पऱ्यो जस्तो भयो। उम्रेर गएको चाहिँ पानी धेरै परेर। त्यसको पानी परेर पुरा चाहिँ सोसाइटी भइसक्यो चाहिँ